हेलो गाइज वेलकम टु ब्याक अगेन भ्लग हामी सुरुवात गर्दैछौँ कता जानु लाग्यो हो र ओ माई गड यो त एकदमै बर्बाद जनता जाँदा त उहाँ मान्छे चिन्दैन हो हेट यो त आज चाहिँ जनता जाने अवस्था छ दाजुभाइ स्कुटीमा जाओले लगाएर हामी चाहिँ जनता जाने भनेर आएको जनता बे घर चाहिँ कुन भनेर थाहा भएन तर यहाँबाट देखेको घर जस्तो लाग्छ होइन ल फाइनल्ली होइन बे घर चाहिँ पुग्न लाग्यौँ हामी म चाहिँ यहाँ बिचमै आएर छिरिदिएको पुरै आउने बित्तिकै खानाको लागि चाहिँ लाइन बस्दैछ हामी यसो होइन यतिखेर Wait. हेलो गाइज वेलकम टु ब्याक अगेन फेरि पनि स्वागत छ यहाँहरू सम्पूर्णलाई है सो आज चाहिँ भ्लग हामी सुरुवात गर्दैछौँ पाँचखाल तामाघाट चोकबाट अलिक भित्रबाट यतिखेर चाहिँ भाइहरूलाई पर्खाएको अवस्थामा छ भाइहरू आइसकेको अवस्था छ सर्लक्क यहाँ ती तीनजना आछ अघि 2 छ हाम्रो राइडर चाहिँ कता जानु लाग्यो हो र ल सम्पूर्णलाई आजको त्यो पाँचखालको सुन्दर दृश्यबाट चाहिँ हामी सुरुवात गर्दैछौँ आजको ब्लग चाहिँ हामी बेको लागि जन्त जाँदैछौँ होइन जन्त जाने बस अनि स्कर्पियो बेहुला बेहुली चाहिँ पुगिसकेको छ यतिखेरको अवस्थामा सो राइडर चाहिँ अहिले तत्कालको अवस्थामा मेरो आफ्नै दाजु हुनुहुन्छ सो हामी चाहिँ स्कुटीमा छौँ हाम्रो यताको राइडर चाहिँ हबिटु छ हबीवान गएर उता डगी डान्स हान्दै होला जन्त जाने क्रममा एकदम अफरोड बाटो होइन धुलो उडिरहेको छ यहाँ जनता जान भनेर आएको यसरी एकदमै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ जताततै बिहेको माहौल सुरु भएको छ यतिखेरको अवस्थामा उताबाट नि जनताको बस बाइकहरू पुरै जन्तीहरू आइरहेको छ होइन हामी पनि मासतिर जनता जान लागेको गाउँमा दाइको बिहेमा सो एकदम ओ माई गड यो त एकदमै बर्बाद जनता जाँदा त उहाँ मान्छे चिन्दैन हो यो त नेपाली पाउडरले गर्नुसम्म गर्यो यस्तो अवस्था छ गाउँठाउँको बाटो होइन चुनावको माहौल चलिरहेको छ यतिखेरको अवस्थामा अनि बाटोको हालत यस्तो छ सो बल्ल पिच बाटो चाहिँ सुरुवात हुँदैछ अब चाहिँ आनन्द हुन्छ जस्तो लाग्छ हामीलाई जनता जाने अवस्था छ मिलेको बफर चलिरहेको छ यतिखेरको अवस्थामा है हामी चाहिँ पछाडि चाहिँ हाम्रो भाइहरू छ पाँचखाल रविको बाटो सडक खण्ड भाइहरू ती तीनजना आइरहेको थियो होइन भाइहरूको चाहिँ ठ्याक्कै पिकअप नदिएको हो कि बाइक चाहिँ भेटाएन ती तीनजना आज हामी दाजुभाइ स्कुटीमा जाओले लगाएर
लाग्यो एकदम चिसो चिसो भइसक्यो बादल आउँदै आइसक्यो है पानी परेर बिजोग चाहिँ नहोस् यहाँ चाहिँ हाम्रो नागढुङ्गा छ होइन एकदम ब्युटिफुल छ नाइस उहाँ चाहिँ निशान चाहिँ पुरै नागबेली पारामा आइरहेको छ ल है गाइस हामी चाहिँ रविमा आइपुग्यो यतिखेर आइला पर्दै आइ जोनाले खेप जा मैले तात्तु गुन्टी के अंदर माइलिन खेप जाई मैले माइल जाई त मलाई तिमी के आनी खेप दाजी आनी हामी चाहिँ हैन यहाँबाट 1300 लाग्छ अब यताबाट चाहिँ बने छ हामी चाहिँ यताबाट 1300 लाग्यौँ हामी चाहिँ जन्त जाने भनेर आएको जन्त बे घर चाहिँ कुन भनेर थाहा भएन तर यहाँबाट देखेको घर हेर्नै पर्दैन कि देवलाको लोकेसन हेरेर हो यही जस्तो लाग्छ हैन तर हैन नि स्कर्पियो त्यस्तो सेतै छैन कोदो छ अर्को काट्ने वाला यी सेतै हो बे घर चाहिँ त्यही जस्तो लाग्छ हामी चाहिँ जाँदैछौँ है माथिको डाँडा चाहिँ खतरा देखिरहेछ जाउँ 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 यो हामी मेरो याङ थेबर चाहिँ हराउँदोको थेबर भन्नु आउन त ठाडो क्या ल हामी चाहिँ बेहुलीको घर पुग्न लाग्यो है अब ए आदिन बाबा उदिका ए माछा क्या मुना ल फाइनल्ली होइन बे घर चाहिँ पुग्न लाग्यौँ हामी दिइरहेको छ सबैजना पुगिसकेको छ हामी चाहिँ अलिकति ढिला भयो ल सबै पार्किङ यहाँ भइरहेको छ ल फाइनली हामी जुत्ता ल्याउनु नि बेहुली घर आइपुग्न लाग्यो होइन भाइको जुत्ता चाहिँ यहाँ पानी यहाँ यस्तो भएर रहेछ भाइको जुत्ता चाहिँ यस्तो भयो है हुरी टर्को माटो माटो खुवाएर आउँदा यार बेहुली घर आइपुग्यो हामी बेहुली घर चाहिँ यो रहेको छ है अघि वान चाहिँ यहाँ भेट भएको छ होइन पुरै खाजा खानको लागि लाइन बसिरहेछ म चाहिँ यहाँ बिचमै आएर छिरिदिएको पुरै आउने बित्तिकै खानको लागि चाहिँ लाइन बस्दैछ हामी यसो हैन यतिखेर खोर
सुनको जापानिज भन्छन् कामालाला सुनको जापानिज भन्छन् कामालाला मेला वसनी जन्तुजी सलाला मेला काटो बटरफ्लाई मेला बिसी हेला Nice country, mulaki, mulaki, oh, nice country, mulaki. Piu tuh, aduh. Oh,